गर्दाखेरि चाहिँ ट्याक्कै कसको गल्ती जस्तो लाग्छ म्याकुरीजीको गल्ती अथवा उहाँको श्रीमतीको गल्ती हेर्नुहोस् केटा हो केटीले चान्स दियो भने ठोकिदिन्छ सिम्पल कुरा है म पनि हान्दिन्छु तर के हुन्छ भने केटी कुन लेभलमा छ भन्ने कुरा हुन्छ के केटीले आफ्नो इज्जत आफै राख्नु पर्यो अभियसली अहिले तपाईँ पनि छोरी मान्छे हो तपाईँले मौका दिनु भने म चौका हान्दिन्छु मान्नुहुन्छ नि त्यो कुरा फिलायो नि होइन हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि ब्रो रक्सी खाना जाँदाखेरि ठिक्क 1 प्याक 2 प्याक खायो ठिक हो अब हाम्रो तपाईको चाहिँ सुत्ने गरी लड्ने गरी खान्छन् त अनि अब हो पनि फेरि रक्सी खाने लाग्ने गरी खाने हो नभए त दुध खाए भइगयो नि It's the motherfucking Digo Double G. Snoop Dogg. यो कामले त तपाईँको बिहे हुनु होला है यो कसले गर्न चाहन्छ त्यतिकै मजा आयो हैन होला के हो तर हाउबाबुले त छिटै होला जस्तो छ बे गर्दैन भाइ ठोकिन बे गर्दैन अब कोही बुढा हुन्छ कि नै यहाँ अब उसको अगाडि मस्किदिए मात्रै भए पनि ऊ खुसी छ के बुढो केटी हुनु पर्यो जिउँदो हुनु पर्यो मतलब दुईटा खुट्टा हुनु पर्यो सही हुन्छ नि त हेरेर पनि अलिकति मस्किएर पनि केट बुढाहरू त फेरि चित्त बुझिरहेको हुन्छ कि उनीहरू मस्किरहेको हुन्छ कि कोही त्यस्तो पनि हुन्छ कि उनीहरूले बढी के गर्न सक्दैन हेरेर पनि आफ्नो ज्यान गलाइरहेको हुन्छ कि कस्तो जैसे आपका शादी करना होगा तो कैसा लड़का चाहिए काला काला क्यों मतलब अच्छे होते हैं काला नाम जो काला इंसान होते हैं वो बहुत दिल के साफ होते हैं तन में सुइया सुइया से अब तो लगी चुभने ओ तन में सुइया सुइया से लगी तो कौन ध्यान दे रहा जीवन मन छैन रेडी छौ दाइन भने है मलाई दाइन भने है लामला पिराती माया नाइन भने है दाइन भने है मलाई दाइन भने है लामला पिराती माया नाइन भने है के लाग्यो नानी के लानु तपाईँ मैले छ कि अस्पताल जरुरीले मेरो जुम्बा हेर्दै छ